हेलो गाइस, नमस्ते नमस्कार। आज असोजको 20 गते दसैँ पनि लगभग सकियो हैन। अनि धेरै दिन बर्षात पछिको सफा मौसम हेर्नुस् त कति दामी देखिएको छ। पारी खोटाङ वारी उदयपुर यति सफा मौसम देखिएको छ कि है। उयो तल हरियो जस्तो देखेको हाम्रो घर पारी दुईटा लाइनै घर देखेको हाम्रो मूल घर र हाम्रो काकाको घर। अनि यो ठाडो है, हेर्नुहोस् त मौसम यति दामी देखेको छ कि यति सफा देखेको छ है, पुरै चकिलो छ मौसम। तपाईँहरूको दसैँ कस्तो भयो, कतिको रमाइलो भयो, झरीमा दसैँ कसरी मनाउनु भयो, मामा लगेर दक्षिणा कति कमाउनु भयो है त, सबैले कमेन्ट गर्नु ल है। यस्तो राम्रो मौसम छ देखिएको छ अहिले है त। गाइस म चाहिँ त्यो पारी मौसमको वारिपट्टि बसेर भिडियो बनाउँदैछु। म गोठालोमै छु, काठमाडौँ फर्किएको छैन। म काठमाडौँ केही दिनमा फर्किँदैछु होइन। म चाहिँ आज पनि गोठालै छु। लगभग लगातार 4-5 दिनको बर्सात पछिको उज्यालो मौसममा, सफा मौसममा गाई बाख्रासँगै गाई गोरुसँगै रमाउँदै म पनि यसो बारीतिर निस्किएको छु। रमाइलो ठाउँ छ होइन, उज्यालो यति सफा मौसम देखिएको छ। रमाइलो भइरहेछ। जताबाट हेरे पनि उज्यालो छ, सफा मौसम छ। अनि तपाईँहरूको गाउँघरतिर मौसम कस्तो भइरहेछ? पानी पर्दैछ कि पानी पर्नु छोडिसक्यो? कमेन्ट गर्नुहोस् ल। यो भिडियो आइसकेपछि हाम्रो चाहिँ छाङ्ग उग्रेको छ है। म तपाईँलाई एकचोटि फेरि देखाउँछु है त। उ त्यो माथि बादलभन्दा मुनि देखिएको गाउँ चाहिँ खोटाङ जिल्लाको दाम्ली भन्ज्याङ भन्ने ठाउँ पर्छ। अनि तल बाइटार हो, तलको कोशी छेउको बाइटार हो। त्यो कोशी चाहिँ सुनकोशी दुधकोशी मिसेर आएको हो। अनि उतातिर त्यो ठाउँ चाहिँ थाहा भएन है। अनि यो कम्मर गाउँ भन्छ यो गाउँलाई। अनि कम्मर गाउँ सिधा पारिपट्टि बादलभन्दा मुनि रामपुर भन्छ। यो हाम्रै गाउँ हो। यो कोटर भन्ज्याङ, त्यो के भन्छ त्यसलाई, के थुम्का भन्छ हौ त्यहाँ, नेपाल थुम्का त होइन, अछामेको घर भन्छ त्यसलाई है, हाम्रो फुवाजू घर। अनि यो सबै गाउँ छ। एकदम रमाइलो ठाउँ छ, दृश्य है, एकदम रमाइलो छ। हेरिहाल्नुभयो हाम्रो गाउँ ठाउँ है, एकदम रमाइलो पनि छ। अनि वर्षा भयङ्कर वर्षा आयो, बाटो धेरै बिग्रिएको छ। काठमाडौँ आउनलाई धाउधाउ छ, धेरै ठाउँ बाटो बिग्रेको छ। बिपी राजमार्ग पनि सबै पत्ताभुङ्ग भएको छ। अनि काठमाडौँ आउनलाई निकै गाह्रो छ, कसरी आउनु थाहा होइन। अब भिडियोहरू आउँदै गर्छ, काठमाडौँ आएपछि काठमाडौँको भिडियो बनाउँला। अहिले चाहिँ गाउँकै भिडियो बनाइरहेको छु। अब आउने बेलामा बाटोको भ्लग पनि बनाउँला है त गाइस। ल अहिले म छोड्छु, भिडियो घुमाएर क्यामेरा घुमाएर बन्द गर्छु है त। सियु सबैजनालाई है त गाइस।